मलाई घिमिरे चाहिँ मसँग बस्दैछ नि ल बस 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 छिटो बस बस के बस ल पठाऊ हो मेरो आज पहिलो राइड यति बेला कमलाले खाँदै थिइन् चटपटे त्यसो नभन न यो कमला र म एकदम बिजी छौँ है लगाइस आज चाहिँ मेरो उयो पहिलो राइड हो आज मैले आजदेखि पठाउ चलाउन थाल पाएको भयो होइन म कोसँग गर्दैछु भन्दाखेरि कमला घिमिरे बहिनीलाई लिन आएको छु म कमला घिमिरे बहिनीलाई यहाँ कुरिरहेको छु मैले त्यहाँबाट आउनुहुन्छ म तपाईँलाई देखाउँछु अहिले है ल कमला घिमिरे चाहिँ उहाँबाट आइन कमला आयो बहिनी ल हेर्नुहोस् कमला घिमिरे बहिनी लुरुङ आउँदैछ किन यिनी हुन् बालिका घिसिङ कुकुरलाई मनपर्छ अनि यता कुराकानी भइराख्दाखेरि कति टिकटक बनाइरहेको कति राम्री हो क्या तिमी कति राम्री हो क्या मलाई त एकदम मन पर्यो आहा हेर तलदेखि माथिसम्म हेर्नुपर्छ कति राम्रै देखिरह्यो उता दिदीहरूले खाना खाइरहन् यता हाम्रो बालिकीले टिकटक बनिरहेछन् खिच्ने मान्छे त चिन्दैनन् कि यहाँ त खिचेको मान्छे यता हाम्रो कमला बहिनी फेरि भर्खर मैले पठाउबाटै ल्याऊ आज मेरो पैसा चाहिँ आएको छैन है मेरो राइडको पैसा चाहिँ आएर कमला भएन के मैले कुरो सोध्दै थिएँ तिमीले टिकटक एकछिन पछि बनाउने के यो राम्री हुनुको रहस्य चाहिँ के हो यति राम्रो कसको लागि भएको आज हो र अनि कति राम्री भएको के यति राम्री मान्छेको चाहिँ कोही आफ्नो मान्छे छन् कि छैनन् माया गर्ने मान्छे के तपाईँहरूलाई चाहिँ यो बालिका चाहिँ कस्तो लाग्छ भन्नुहोस् त बालिका खासमा बालिका होइन उहाँ तरुनी जस्तो लाग्छ मलाई चाहिँ राम्री हुनुहुन्छ तपाईँलाई यो बालिका कस्तो लाग्छ यता आउनु न यता बालिकासँग जानु न कस्तो लाग्छ बे भइसक्यो कान्छी बनाउनु नि हाइट मिल्दैन त्यही भएर नआँटेको कुरो मिल्या हो यति खेम जतिको पाए चाहिँ गर्ने कि नगर्ने के गर्ने भन्नुभयो के गर्ने बिहे म गर्दिन बिहे नै र बे गरेर के पाउँछ दाइ खेम्दै बे गरेर के पाउँछ अरे के हिँड्दै भन्छ बे गरेर के पाउँछ भन्छन् बे गरेर के पाउँछ त्यो त सारा संसार जानेको कुरा दाइ तपाईलाई कमला कस्तो लाग्छ मलाई कमला छोरी जस्तो लाग्छ ह एकदम राम्रो छोरी जस्तो लाग्छ उहाँको गीत कतिको सुन्नु भएको छ एकदम सुने कमलालाई चाहिँ मिलन दाइ चाहिँ कस्तो लाग्नुहुन्छ ल भन्नुहोस् त कस्तो लाग्छ हो अनि उसमा हिट बनाउला होला